Hello guys, welcome back. We are in here. Buditola. Buditola. It is very cold in this place. You should visit in Nepal. It's very high to climb. See guys, it's like this in Nepal. In Sunday, it's very cold. We are in this place making a vlog. We are taking a picnic. Should be nice to take a picnic, guys. Guys, this is inside. Our friends are there. We are cooking some meals. See the knife. Cooking some meals, some flowers, beautiful. Look at up there. It's very high. That no one can climb it, guys. You can see now. Food is cooking over here. Everything. It's a glass. Hold on, guys. It's so deep. Oh, we can't go there. Hey, hard. Guys, it's very cold, but little bit sun also came. Let's speak in Nepali, guys. Oh, guys, अब हामी हाम्रो खोला यतानिर छ गाइस. खोला यतानिर छ. यति राम्रो खोला छ नि, त्यही पनि म जान सक्दिनँ गाइस, किनभने पुरा खोलाको तिनी ढुङ्गाहरू हुन्छ नि बाटो हो. त्यो बाटोहरू कत्रो चिप्लो छन्. एक दिन त म गएको, मेरो मोजा भिजेर अहिले मैले बल्ल जस्तो गरेको छु. बल्ल तल्ल म्यानेजली. तर प्याथ चाहिँ बुढीतोलाका यता ठाउँ गएको छ. यताबाट जान्छौँ. त्यहाँ साउन्ड सुन्नुभयो गाइस. अनि त्यहाँ अहिले पानी देखिन आउनुहुन्छ नि, त्यही हो गाइस. आई मेन्ट गाइस खोला. हेर्नु गाइस, यति राम्रो छ यो ठाउँ. यहाँ फोटोसुट हुँदैछ. अनि यतानिर पिकनिक खेल्न भन्छ. पिकनिक भन्न आएको हो गाइस. यहाँ हेर्नु नयाँ छौँ. अनि बसबाट आएका मेरो बाबाको साथीहरूको कति साथी छन् नि त. अनि सबै यो कारबाट आएको हुन्छ. गाइस, अनि त्यो भनेपछि यतानिर पनि हामी बसबाट आएको हो. बसबाट आउँदा टायर भर्दा पुरा 2 घन्टा हो कि 1 घन्टा लाग्छ कि 3 घन्टा लाग्छ आउन यता बुढीतोला. यहाँ हेर्नु गाइस कति राम्रो. मैले तपाईँहरूले देखाइहालेँ. यहाँ हेर्नु कुकुर. यो घरको भित्र के होला हामीले कोक खाएको गाइस. कोकहरू हजुरहरूले पनि खानु छ भने आउनु होला बुढीतोला यो घरमा पिकनिक. बिहानै आएको बेला हामीले पन्जाबी टर्की खाए. अलिक मिठो हुन्छ नि त. पिरो मिठो के हुन्छ. अलिअलि त चिज हो कि के पनि मिक्सै हुन्छ. गाइस ल हेर्नु यति राम्रो ठाउँ छ कि. यता खसी काटेर मारेको. घाँटी काटेर यस्तो बनाएको छ आगो. यो आगो खसीलाई खसी पकाउनको लागि खसीको लागि यतानिर मासु हुँदैछ. गाइस देख्न सक्नुहुन्छ यता मासु हो कि के भन्दैछ हेर्नु गाइस. मोबाइल त खसेपछि काम खत्तम गाइस. हेर्नु हाम्रो सामानहरू पनि लिएर आएको बसमा. यो सामान बाबाका साथीहरू फोटोसुट गर्दैछन् क्या हो गाइस. मैले तपाईँहरूले देखाइहालेँ गाइस. अब म भित्र जाँदैछु.
काय जब म भित्र गइरहेको छु गाइस तँलाई भित्र देखाउँछु मैले गाइस चप्पल लगाएको छु मैले चप्पल खोल्दैछु गाइस ओके मोबाइल पकडेको छौ बहिनी यहाँ गाइस बहिनी नदेखिए होइन राम्रै देखाउँछु बहिनी मेरो मामा साथीहरू ल यहाँ हेर्नु गाइस मोबाइल हेर्दा छ मेरो साथीहरू यहाँ गाइस युट्युब अलवेज युट्युब हेर्छन् गाइस गेम पनि खेल्छन् कोही कोही गाइस यो फ्रिजर यहाँ हेर्नु तेरी त मे यहाँ हेर्नु गाइस यसको भिडियो खिचे पुरा रिसाएको छ गाइस मोबाइल हेर्दा सबैजना आएका छन् झालबाटै देख्न सक्नुहुन्छ गाइस यता फोटोसुट हुँदैछ भनेर यिनीहरू सिस्टम पारिदिउँ के असम पारिदिउँ के भन्दै हेरिरहनु गाइस केही युट्युबमा सर्चहरू हुन्छन् त्यही हेरिरहनु